नमस्ते सम्पूर्णमा। आज प्रयात चन्दन छेत्रीद्वारा रचित अन्तिम यात्रा वाचन गर्न जाँदैछु। कविता यसतर्फ छ। जब मृत्युले मेरो काँध छुन आउँछ र सासहरूले थकानको गीत गाउँछन्, त्यो क्षण समयले विस्मृतिको चोलो ओढ्छ र जीवनका दृश्यहरू पर्साई झै पसारिन्छन्। हजारौं चेतावनीहरू, रक्सी नखाऊ, हेलमेट लगाऊ, तर बाटो मेरा पाइला कोर्दैछ, जहाँ आकाशले पृथ्वीलाई अँगालोमा बाँधेको छ। मेरो गन्तव्य मेरा पूर्वजहरूको चौतारी, जहाँ हड्डीहरू धुलो बनेर उड्छन्। त्यहाँ मेरो नाम लेखिएको ढुङ्गा छ, अक्षरहरू समयले धमिलो बनाइसकेको। जीवन एउटा उडान हो र मृत्यु एउटा अवतरण, तर डर होइन, न त पछुतो। म आफ्ना हरेक साससँग बिदा लिन्छु र अन्तिम पटक आकाशतिर हेरेर मुस्कुराउँछु, किनकि यात्रा अझै बाँकी छ। धन्यवाद।